हेलो एभ्रिवान नमस्ते। आज चाहिँ म हजुरहरूलाई माघे सङ्क्रान्ति विशेष चिउरा अनि भुजाको लड्डुको रेसिपी चाहिँ बनाएर देखाउने छु। यो चिउरा र भुजाको लड्डु चाहिँ हजुरहरूले एकपल्ट बनाएपछि महिनौसम्म पनि स्टोर गरेर राख्न सक्नुहुन्छ। अनि यो लड्डु चाहिँ लामो समयसम्म राख्दाखेरि पनि ओसिने छैन। आजको यो भिडियोलाई पुरा वाच गर्नुहोला अनि हजुरहरू पनि यसरी नै सजिलै गरेर चिउरा र भुजाको लड्डु घरैमा बनाउन सक्नुहुन्छ भन्ने मैले आशा राखेकी छु। सुरुमा चाहिँ म हजुरहरूलाई चिउराको लड्डु बनाएर देखाउने छु। चिउराको लड्डु बनाउँदा हामीले चिउरा चाहिँ यस्तो खालको लिनुपर्ने हुन्छ, हजुरहरूले भिडियोमा देख्नु भएको छ। योभन्दा पातलो जुन पेपर चिउरा आउँछ त्यो चाहिँ नलिनु होला लड्डु बनाउनको लागि। हजुरहरूले टाइचिन चामलको जुन चिउरा आउँछ कुरुम कुरुमवाला त्यो पनि लिन सक्नुहुन्छ। कुरुम कुरुम भए पनि त्यो चिउरालाई चाहिँ एकपल्ट भए पनि हल्का रोस्ट चाहिँ गर्नुपर्छ। अब चिउरालाई चाहिँ म मेजर गरेर लिँदैछु ताकि पछि पकाउँदा हामीले गुड अनि चिउराको मेजरमेन्ट ठिक्कको होस्, घटी बढी नहोस्। यदि चिउराको लड्डु अथवा भुजाको लड्डु बनाउँदा गुड घटी बढी भयो भने चिपचिपा हुन्छ अनि धेरै गुलियो हुन्छ भने कम भयो भने लड्डु नै बाँधिँदैन। त्यही भएर एकदम पर्फेक्ट मेजरमेन्ट लिएर आएकी छु मैले आज हजुरहरूको लागि यो लड्डु बनाउने। चिउरालाई चाहिँ भुट्नुभन्दा पहिला हामीले चाहिँ यसरी मजाले चाल्नुपर्छ अथवा यसलाई छान्नुपर्ने हुन्छ। चिउरामा भएका साना टुक्राहरूलाई साइड गर्ने। चिउरालाई केलाइसकेपछि अब म यसलाई भुट्न जाँदैछु। मिडियम हिटमा मैले एउटा कडाईलाई तताएकी छु। अब यसमा हामीले 2 मुठी मात्रै चिउरा राख्ने। चिउरालाई पनि एकैपल्ट धेरै राखेर भुट्नु हुँदैन, थोरै थोरै गर्दै हामीले चिउरालाई भुट्ने। मिडियम आँचमा हामीले यसलाई मजाले भुट्ने जबसम्म हाम्रो यो चिउरा चाहिँ क्रिस्पी हुँदैन अनि चिउराको कलर चाहिँ हल्का ब्राउनिश भइसकेको छ अथवा गोल्डन कलर यसमा आउन थालिसकेको छ। चिउरा चाहिँ मजाले क्रिस्पी हुनुपर्छ लड्डु बनाउनको लागि। एउटा चिउरालाई म टुक्राएर हेर्दैछु, यो मजाले टुक्रिराखेको छ, यो क्रिस्पी भइसकेको छ। यानि कि हाम्रो चिउरा चाहिँ भुटेर रेडी भयो। यसलाई चाहिँ म झिक्दैछु। यसै गरेर नै बाँकी चिउरालाई पनि हामीले भुटेर रेडी गर्नुपर्ने हुन्छ। चिउरा चाहिँ सेलाइसकेपछि मात्रै हामीले चिउराको लड्डु बनाउने हो। यसै गरेर सबै चिउरालाई मैले भुटेर रेडी गर्नेछु। चिउरालाई भुटेर रेडी गरिसकेपछि मैले यो चिउरालाई सेलाउन दिएँ। सेलाइसकेपछि यो भुटेको चिउरालाई पनि फेरिबाट हामीले एकचोटि केलाउनु पर्छ। त्यही भएर मैले यसलाई यसरी छन्नीमा नै राखेर केलाउँदैछु। सुप्पामा अथवा नाङ्लोमा राखेर पनि केलाउन चाहिँ सकिन्छ। चिउरा पनि मैले केलाइसकेँ। अब लड्डु बनाउनतिर लागौँ। लड्डु बनाउनको लागि मैले कराईमा 1.5 कप गुड लिँदैछु। 4 कप चिउराको लागि 1.5 कप हामीले चाहिँ गुड लिनुपर्छ। अब यसमा थोरै पानी राख्ने अनि यसलाई मजाले पकाउने। यदि गुडमा कुनै पनि ढुङ्गा माटो छ जस्तो हजुरहरूलाई लाग्छ भने अलिकति पानी राखेर पहिला यो गुडलाई पकाउने अथवा बोइल आउन दिने, त्यसपछि छानेर अर्को भाँडामा राखेर लड्डु रेडी गर्ने। मैले लिएको यो गुड चाहिँ एकदमै सफा छ, यसमा कुनै पनि माटो धुलो चाहिँ थिएन। त्यही भएर म चाहिँ यसलाई डाइरेक्ट पकाएर लड्डु बनाउँदैछु। गुडलाई पनि हामीले मिडियम हिटमा मजाले पकाउने। गुड पाकिसकेपछि यत्तिको फिज आउन थाल्छ गुडमा चाहिँ। त्यसपछि हामीले चाहिँ बेला बेलामा चेक गर्दै राख्ने हाम्रो गुड चाहिँ रेडी भयो कि भएन भनेर। हाम्रो यो गुड चाहिँ 1 तारे हुनुपर्छ। 2 तारे भयो भने फेरि लड्डु बाँध्न एकदमै गाह्रो हुन्छ। त्यही भएर हेर्नुहोस् त 2 हातको बिचमा लिएर यो गुडको चास्नीलाई यसरी चेक गर्ने। 1 तारे हाम्रो चास्नी बनिरहेको छ, यानि कि यो गुड सिरप चाहिँ हाम्रो रेडी भइसकेको छ लड्डु बनाउनको लागि। योभन्दा धेरै पकाउनु हुँदैन। हिटलाई अफ गरेर फटाफट हामीले चाहिँ यसमा चिउरा राख्ने अनि मजाले नै मिक्स गर्नुपर्छ। यो लड्डु बनाउँदा हजुरहरूले चाहिँ ल्वाङ सुकमेलको धुलो पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ केही नराखिकन बनाएकी छु। तर घिउ अथवा तेल चाहिँ राख्नु हुँदैन। यदि हजुरहरूले घिउ अथवा तेल राखेर गुडलाई पकाउनु भयो अनि लड्डु बनाउँदाखेरि मिठो स्वाद आउँछ सोचेर हामीले चाहिँ घिउ राख्ने गर्छौँ। तर त्यसरी घिउ राख्दाखेरि चाहिँ हाम्रो लड्डु ओसिन्छ। आज हजुरहरूले लड्डु बनाउनु भयो त्यसको नेक्स्ट डे नै हाम्रो लड्डु ओसिन थाल्छ। गुड खाए चाहिँ हुन्छ, लड्डु खाए चाहिँ नै हुँदैन। हजुरहरूले घिउ अथवा तेल नराखिकन यो लड्डु बनाउनु भयो भने महिनौँ दिनसम्म पनि हजुरहरूको लड्डु चाहिँ क्रिस्पी रहिरहन्छ। अब यो लड्डुको मिक्सरलाई चाहिँ मैले कराईबाट खनाएर एउटा प्लेटमा राखेँ अनि 2 मिनट जति मात्रै सेलाउन दिएँ अनि हातलाई सफा गरेर यसमा चाहिँ हल्का पानी लगाएँ हातमा चाहिँ। त्यसपछि लड्डुलाई यसरी मजाले च्याप्दै बनाउन थालेकी छु। ल हेर्नुहोस् त हाम्रो लड्डु बनेर रेडी भयो। यसरी नै जम्मै चिउराको लड्डु चाहिँ मैले बनाएर रेडी गरेँ। चिउराको लड्डु चाहिँ बनिसक्यो। अब चाहिँ म हजुरहरूलाई भुजाको लड्डु बनाएर देखाउँदैछु। भुजाको लड्डु बनाउनको लागि 1 कप चाहिँ मैले गुड लिएकी थिएँ भने अलिकति पानी राखेर यसको सेम तरिकाले 1 तारे चास्नी बनाउने। अनि भुजाको लड्डु बनाउँदा चाहिँ 1 कप
गुडको लागि चाहिँ हामीले 5 कप भुजा लिनुपर्ने हुन्छ। यो मेजरमेन्ट चाहिँ हजुरहरूले ध्यानमा राख्नुहोला। 1 कप गुडको लागि चाहिँ 5 कप भुजा, 1.5 कप गुडको लागि चाहिँ 4 कप चिउरा राख्ने। यो चाहिँ एकदमै पर्फेक्ट मेजरमेन्ट हो। यदि हजुरहरूले कहिले पनि यो लड्डुहरू बनाउनु भएको छैन भने एकपल्ट मेरो तरिकाले बनाएर हेर्नुहोला। पहिलो पटकमा नै हजुरहरूले पर्फेक्ट बनाउन सक्नुहुन्छ। चास्नी हाम्रो रेडी भइसकेपछि मैले यसमा भुजा राखेँ अनि मजाले नै मिक्स गरेँ। भुजा पनि ओसेको चाहिँ हुनु हुँदैन है, क्रिस्पी खालको भुजा लिनुहोला अथवा ताजा भुजा लिनुहोला। मजाले गुड र भुजालाई मैले मिक्स गरिसकेँ। त्यसपछि यसलाई एउटा प्लेटमा खनाएँ। हल्का सेलाउन दिने 1 मिनेटको लागि अनि त्यसपछि हातमा पानी लगाउने अनि यसरी लड्डु बनाउन थाल्ने। लड्डु बनाउँदाखेरि पनि हामीले यसरी मजाले च्याप्दै बनाउँदै जानुपर्छ। होइन भने राम्ररी लड्डु च्यापिएन भने लड्डु चाहिँ फेरि फुट्छ। यसरी नै सबै भुजाको लड्डुहरू पनि हामीले बनाएर रेडी गर्नेछौँ। भुजाको लड्डु अनि चिउराको लड्डु चाहिँ मैले हजुरहरूलाई बनाएर देखाएँ। अवश्य पनि हजुरहरूलाई आजको यो चिउरा र भुजाको लड्डु बनाउने तरिका मन पर्यो होला। यहाँहरूलाई आजको यो भिडियो कस्तो लाग्यो? यदि यो भिडियोमा केही कमी कमजोरीहरू छ भने प्लिज मलाई औँल्याइदिनु होला। भुजा र चिउराको लड्डु चाहिँ हाम्रो रेडी भयो। अब यसलाई स्टोर चाहिँ कसरी गर्ने त्यो पनि आजको यो भिडियोमा म देखाउँदैछु। चिउरा र भुजाको लड्डु बनाइसकेपछि यसलाई चाहिँ लगभग सेलाउन दिने। तातोमा चाहिँ हामीले यसलाई स्टोर गर्नु हुँदैन। हल्का सेलाइसकेपछि हामीले यसलाई एयरटाइट कन्टेनरमा पनि राख्न सक्छौँ। एयरटाइट कन्टेनर छैन भने यसरी ठुलो खालको झिल्ली लिने। झिल्लीको तल चाहिँ हामीले अलिकति भुजा राख्ने अनि भुजाको माथि हामीले लड्डुहरू राख्ने। यदि डब्बामा हजुरहरूले पनि स्टोर गर्दै हुनुहुन्छ भने सबभन्दा सुरुमा चाहिँ अलिकति भए पनि भुजा राख्ने डब्बामा, त्यसपछि नै लड्डुहरू राखेर स्टोर गर्ने। अब यसलाई चाहिँ मैले मजाले टाइटली यसको मुख बान्दैछु अनि यसलाई स्टोर गर्दैछु। यसरी स्टोर गर्यो भने महिनौँ दिनसम्म पनि हाम्रो लड्डु चाहिँ ओसिँदैन। भिडियोलाई माया गरेर यहाँसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। हस् त, बाई बाई।